हेलो एभ्रिवान। सो आज चाहिँ हामी होइन जङ्गलमा कहाँ जाँदैछु भन्दाखेरि चाहिँ होइन अघि देख्नुभयो होला यो चाहिँ नाम्लो र अब चाहिँ के गर्न आँटेको भन्दाखेरि चाहिँ अहिले नेपाल पिङाइरहेको छु नि त हावामा स्लेपको लागि चाहिँ बाँस बसाइरहेको छ र 30 वटा जस्तो चाहिँ दुई भाइले तानेर लग्यो। अब चाहिँ नाम्लोमा बाँधेर लाने। नाम्लोमा बाँध्ने तरिका चाहिँ अब कस्तो हो भने म तपाईँहरूलाई देखाउँछु ल। नाम्लोले चाहिँ बाँस चाहिँ होइन कसरी चाहिँ सक्लै नि फेरि त्यो काटेको चाहिँ होइन नि सक्लै बाँस चाहिँ कसरी चाहिँ बाँधेर लाने तपाईँहरूलाई म त्यो आइडिया सिकाउँछु होइन। र यस्तै छ र तपाईँहरूले भिडियोलाई लास्टसम्म हेरेर होइन अनि लाइक पनि कमेन्ट गरिदिनुहोस् होला है भिडियो कस्तो लाग्छ। हामी चाहिँ उकालो जाँदैछ। यो चाहिँ चिया बोकेर दुईजनाले काट्दैछ, दुईजनाले चाहिँ बोकेको नि त जग्गा अप्ठ्यारो रहेछ। हामीले चाहिँ अब राखिसकेको छौँ यो बाँसको फर्मेसन चाहिँ कतिवटा छ भन्दाखेरि चाहिँ 30 वटा जस्तो छ हो। अब चाहिँ यो चाहिँ बाँधेर टक्कै होइन यो राखेर बाँध्नुपर्छ। अब अहिले चाहिँ बाँस बाँधिसकेको छ होइन हामीले ओके यति लामो माथिसम्मको हो यहाँ तल। यो चाहिँ अब घिसाराइ हुन्छ। अब हामीले चाहिँ त्यो बाँधेको बाँस चाहिँ घिसार्नु सकेनौँ। झन्डै मोडे मात्रै एक भाइको खुट्टा चेप्ट्यो। मेरो चाहिँ हातै खोर्छु नि त हो। र अब चाहिँ आजको भिडियो चाहिँ यति नै है। सबैलाई बाई बाई।